जोड्यो भने 52-55 वटा राज्य पुग्दो रहेछ र त्यो 52-55 वटा राज्य मध्ये गोरखा चाहिँ गरिब राज्यमा गनिन्थ्यो। गरिब मात्रै थिएन, अपहेलित पनि थियो। एकातिर पाल्पा थियो बलियो राज्य, अर्कोतिर लमजुङ छ बलियो राज्य, अर्कोतिर तनहुँ छ बलियो राज्य, कास्की चाहिँ छ त्यहाँ पनि बलियो छ, यता कान्तिपुरमा छ यो पनि बलियो छ। सबै बलिया बलियाहरूको बीचमा बसेको छ। आफू चाहिँ कमजोर छ, आर्थिक रूपले पनि कमजोर छ, सैन्यको दृष्टिले पनि कमजोर छ। प्रजा पनि जम्मा 12,000 जनता भएको गोरखा राज्य थियो। अनि पहिलो कुरा पैसाको समस्या थियो। कसरी चाहिँ हात हतियार किन्ने त भन्दाखेरि विशेनगरजीका सन्तान तपाईँ गोरखा जानुभयो, 10 पृथ्वी जयन्ती विशेष भाइ छ, जम्मा 12 वर्ष उमेरको भाइ छ, आफू जम्मा 19-20 वर्षको उमेर छ। त भन्दाखेरि आलो काँचो उमेर, अहिलेको 19-20 वर्षको ठिटाठिटीको मानसिकतालाई हामी पृथ्वीनारायण शाहसँग दाँच्न सक्दैनौँ। अहिलेका विद्वानको पनि मनस्थिति हामी पृथ्वीनारायण शाहसँग दाँच्न सक्दैनौँ। 19-20 वर्षको उमेरमा उहाँले 12 वर्षको एउटा भाइलाई पनि साथमा लिएर नुवाकोटमाथि चढाइ गरेर नुवाकोट विजय हासिल गरेको इतिहास हामी पाउँछौँ। त्यसरी एउटा कलिलो उमेरमा एउटा चाहिँ विशाल साम्राज्य गठन गर्ने सपना देखेर त्यो सपना पछ्याउँदै हिँड्दै जाँदाखेरि गोरखा उत्तरका 3वटा मल्ल राज्य र पूर्वका 3वटा सेन राज्य गरेर आफ्नो राज्यसहित 7वटा राज्यको उहाँ राजा बन्नुभयो, एकलौटी राजा बन्नुभयो। त्यसपछि उहाँका सन्ततिले पश्चिमतिरको चाहिँ एकीकरणको अभियान आरम्भ गरेर पश्चिमतिर जिते। अब अहिले पृथ्वीनारायण शाह बित्नु भएकै मात्रै पनि 284-85 वर्ष भइसक्यो हैन। उहाँ जन्मिनु भएको भनेर उहाँको सम्झनामा हामी 304 औँ जयन्ती मनाउँदैछौँ। त 300 वर्ष अथवा 284-85 वर्षको समय भनेको धेरै सरी माफ गर्नु होला, बितेको होइन। उहाँले एकीकरण आरम्भ गरेको 284-85 वर्ष अगाडि हो। उहाँ जन्मिनु भएको अहिले 304 वर्ष भयो भनेपछि हामी 284-85 वर्ष अगाडिको एउटा मान्छेलाई आजको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आज 26 गते एउटा नेपालको सबैभन्दा पवित्र दिनको आज यो अघिल्लो दिन हामी यो देशका सबै दाजुभाइ दिदीबहिनीहरूलाई एउटै सन्देश प्रवाह गर्दैछौँ। भोलिको 27 गते पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस र त्यसलाई एउटा हर्षोल्लासको रूपमा मनाउन म सबै दाजुभाइ दिदीबहिनीहरूलाई आह्वान गर्न चाहन्छु। आज हाम्रो देश इतिहासकै एउटा चाहिँ सङ्गीन घडीमा उभिएको छ, एउटा ठुलो सङ्कटबाट गुज्रेको छ। भोलि सबै नेपालीहरू सडकमा आएर हामी यो राष्ट्र एकताबद्ध छ, यो देशका नागरिकहरू, यो देशको निर्णायकत्व नेपाली जनताको हातमा छ भन्ने हामीले सन्देश दिनु छ। त्यसैको लागि राष्ट्रिय झण्डा सहित भोलि सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू सडकमा आउँ र एकताको सन्देश दिउँ। विशेष त काठमाडौँमा भद्रकालीदेखि सिंहदरबारसम्म नेपालको इतिहासमा पहिलो पटक एकता परेड हुँदैछ। त्यो एकता परेडमा लाखौं नेपालीहरू उपस्थित भएर हामी एकताको सन्देश दिँदैछौँ। आफ्नो वेशभूषा, आफ्नो संस्कृति झल्किने गरिकन सबै देशवासीहरू त्यो एकता परेडमा सहभागी भएर हामी एकताको सन्देश दिन जरुरी छ। म सबै नयाँ पुस्ताका पुरानो पुस्ताका सबै दाजुभाइ दिदीबहिनीहरूलाई त्यसमा सहभागी भएर भोलि नेपालले आफ्नो निर्णय सुनाउनेछ। भोलि नेपाली जनताले त्यहीबाट फैसला गर्नेछन् अब नेपालले कुन दिशा पक्र्छ। हामी पृथ्वी पथको दिशामा अगाडि जानेछौँ र भोलि सबै नेपालीहरू उपस्थित भएर फैसला गर्नुपर्नेछ। अब यो देश नेपालीहरूले चलाउनेछन्, नेपालको सरकार नेपालीहरूले चलाउनेछन्, त्यही दिशामा अगाडि बढ्न। साथै राज्यका सम्पूर्ण निकायहरू, चाहे निजामती प्रशासन होस्, सुरक्षा अङ्गलाई पनि त्यसको तयारी गर्न, त्यसको पक्षमा उभिन म यहीबाट आह्वान गर्न चाहन्छु। धन्यवाद।